कोहिनूर हीरा, ओहो यो नाम सुन्ने बित्तिकै कस्तो रहस्य, कस्तो इतिहास हैन, दिमागमा अनेक कुरा खेल्छन्। एकदम। कति रगत बग्यो, कति शक्ति सङ्घर्ष भयो यही एउटा पत्थरको लागि। आज हामी यही एकदमै चर्चित, एकदमै विवादित अनि कसैले श्रापित पनि भनेको यही कोहिनूर हीराको गहिरो चर्चा गर्दैछौँ। हो, यो कथा त साँच्चै कुनै उपन्यास भन्दा कम छैन। हामी नीतिश राजपूतको युट्युब भिडियो द रियालिटी अफ द कोहिनूर डायमन्डको ट्रान्सक्रिप्टलाई आधार मानेर कुरा गर्नेछौँ। हाम्रो उद्देश्य चाहिँ के हो भने यो कहाँबाट आयो, कसरी आयो, कसको हातमा पर्यो, अनि त्यो श्रापको हल्ला के हो, कसरी बेलायत पुग्यो, अनि अहिले किन यति धेरै देशले मेरो हो भन्दैछन्, यिनै कुरा खोतल्ने हो। ल त्यसो भए सुरु गरौँ कहाँबाट भेटियो भन्नेबाटै है त। हुन्छ। स्रोतले भन्छ यो लगभग 700 वर्ष जति अघि, मतलब सन् 1376 होला। कहाँ? भारतमा? हो, अहिलेको आन्ध्र प्रदेश। त्यहाँ गुन्टुर जिल्ला छ नि, त्यही पहिले गोलकोण्डा क्षेत्र भन्थे। ए गोलकोण्डा, त्यहाँको कृष्णा नदी किनारमा खानी खन्दा भेटेको रे। हो, स्थानीयले भेटेर त्यो बेला त्यहाँ शासन गर्ने काकतीया वंशका राजालाई बुझाएछन्। भनेपछि पहिलो मालिक त काकतीयाहरू भए हैन त, प्रमाणित रूपमा? हो, ऐतिहासिक रेकर्ड अनुसार उनीहरू नै पहिलो ज्ञात मालिक हुन्। अनि यो सुरुमा कत्रो थियो होला? मैले त सुनेको 793 क्यारेट रे। हो त, 793 क्यारेट, त्यो भनेको त झन्डै 158 ग्राम भयो। अहिले त कति सानो छ? 105 क्यारेट जति मात्रै। कति फरक। अनि गुणस्तर पनि एकदमै राम्रो थियो रे नि, अहिलेको डी ग्रेड जस्तो। एकदमै शुद्ध, एकदमै चमकदार। टाइप 2A हीरा भन्छन् नि वैज्ञानिक भाषामा। ए टाइप 2A? हो, जसमा नाइट्रोजन अशुद्धता हुँदैन, एकदम दुर्लभ खालको। अनि सुरुमा यसको नाम कोहिनूर त थिएन होला नि? थिएन। त्यो नाम त धेरै पछि मात्र रहन गएको हो। वैज्ञानिकहरू पनि यो गोलकोण्डाकै हो भन्नेमा सहमत छन्। काकतीयाहरूले लगेर मन्दिरमा राखेरे। हो, वारङ्गलमा भद्रकाली मन्दिर छ, त्यहाँ देवीको देब्रे आँखामा जडान गराए भन्ने छ। ए आँखामा? अनि त्यहीबाट सुरु भयो त्यो श्रापको हल्ला? त्यस्तै किम्बदन्ती छ। जसले यो हीरा राख्छ ऊ शक्तिशाली त हुन्छ, तर उसको खराब दिन पनि सुरु हुन्छ रे। तर महिला वा भगवानले लगाए केही हुँदैन भन्ने पनि छ नि, हैन? हो, त्यही विश्वास फैलियो। तर यो श्रापको कुरा कत्तिको भरपर्दो हो त? स्रोतले त 1306 को कुनै हराएको हिन्दू ग्रन्थमा छ भन्छ, तर फेरि कुनै वेद पुराणमा छैन पनि भन्छ। यो के हो? यो अलि गोलमोलै छ। त्यो हराएको ग्रन्थको त प्रमाण छैन। कुनै ठेक्कै हिन्दू शास्त्रमा यो कोहिनूर श्रापित छ भनेर लेखेको पाइँदैन। अनि कसरी फैलियो त यस्तो हल्ला? कसैले भागवत पुराणको श्यामन्तक मणिको कथासँग जोड्छन्, तर धेरै चाहिँ के देखिन्छ भने पछि अङ्ग्रेज, भारतीय, फ्रान्सिसी लेखकहरूले यसको इतिहास लेख्दा यो श्रापको कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत गरे। कथा अलि रोचक बनाउनु पनि होला। हुन सक्छ। जियोस् काकतीयासँग त धेरै टिकेन यो हीरा। टिकेन। 1310 दिल्ली सल्तनतका अलाउद्दिन खिल्जीका सेनापति थिए नि, मलिक काफुर। उनले काकतीय राज्यमा हमला गरे, जिते, अनि कोहिनूर सहित सबै खजाना लुटेर दिल्ली लगे। ए खिल्जी वंशमा पुग्यो। अलाउद्दिन खिल्जीले त यसको मूल्य बुझेका थिए रे नि? बुझेका थिए। ख्वाजा हाजी भन्ने मान्छेले त यो अमूल्य छ, मोल गर्नै सकिन्न भनेका थिए रे। तर फेरि त्यही श्रापको कुरा आयो हैन? खिल्जी बिते, काफुर मारिए, वंश नै ढल्यो। हो, त्यसले गर्दा हीरा अशुभ छ भन्ने हल्ला झन फैलियो। त्यसपछि त दिल्लीका अरू सल्तनतहरूमा गयो होला, तुगलक, सैयद, लोदी। हो, गयो। अनि साँच्चै नै धेरै शासकहरू कि त हारे कि मारिए। अब यो संयोग मात्रै हो कि हीराकै असर भन्न गाह्रो छ, तर मान्छेहरू डराउन थाले। कतिले त कालो जादुसँग पनि जोडे यसलाई। अनि बल्ल मुगलहरूमा आयो बाबरले। हो, 1526मा पानीपतको युद्धमा इब्राहिम लोधीलाई हराएपछि बाबरले पाए। त्यति बेला बाबर डायमन्ड पनि भन्थे रे। बाबरले यसको मूल्यबारे केही भनेका थिए? भनेका छन्। उनले लेखेका छन्, यसको मूल्यले सारा संसारलाई आधा दिन पाल्न सकिन्छ, सोच्नुस् त। ओहो, अनि बाबर पछि हुमायूनले पाए, तर उनको जीवन पनि त कहाँ सजिलो थियो र? थिएन। शेरशाह सुरीसँग हारेर भाग्नु पर्यो। भनिन्छ भाग्दा पनि हीरा चाहिँ सँगै लगेका थिए रे। कस्तो मोह! इरान जाँदा हराएर फेरि भेटियो भन्ने पनि सुनेको थिएँ मैले। हो, त्यस्तो कथा पनि छ। अनि सन् 1544मा उनले इरानका शाह तहमासका शरण लिए। ए पर्सियामा? अनि सहयोगको बदलामा कृतज्ञता स्वरूप त्यही हीरा उपहार दिए। पहिलो पटक कोहिनूर भारत बाहिर गयो त्यति बेला। तर धेरै टिकेन क्यारे बाहिर। राजा थिए बुरहान निजाम शाह,
उनीसँग गठबन्धन गर्न खोजे। अनि हिरा पठाए। हो, 1547 मा उपहार भनेर अहमदनगर पठाइदिए। फेरि कोहिनूर भारत फर्क्यो। कस्तो यात्रा, घुमीफिरी भारतमै। अनि त्यसपछि शाहजहाँ कहाँ पुग्यो? घुम्दै फिर्दै 1656 तिर मुगल सम्राट शाहजहानको हातमा पर्यो। उनी त सुन्दर चीजका कति पारखी थिए हैन, यो देखेर त झन कति मोहित भयो होलान्। तर उनले एउटा गल्ती गरे नि, होइन र? त्यो काट्ने कुरामा। हो त। भेनिसको एकजना हिरा काट्ने मान्छे थियो, हर्टेन्सियो बोर्गियो। उसलाई अझ चम्किलो बनाऊ भनेर दिए। अनि के भयो? उसले कसरी काट्यो 1993 क्यारेटको हिरा घटेर 280 क्यारेट मात्रै भयो। आधा भन्दा बढी त उडाइदिएछ। ओहो, शाहजहाँ त आगो भयो होला नि। भएछन्, जरिवाना पनि तिराए रे। तर जे भयो भयो, त्यही काटिएको हिरालाई लगेर शाहजहानले आफ्नो त्यो विश्व प्रसिद्ध मयूर सिंहासन तख्ते ताउसमा जडे। त्यो सिंहासन त ताजमहल भन्दा महँगो थियो भन्छन् नि। हो भनिन्छ, तर त्यो सुख शाहजहाँले धेरै भोग्न पाएनन्। उनकै छोरा औरङ्गजेबले उनलाई कैद गरेर शासन लिए। औरङ्गजेबले चाहिँ त्यो सिंहासन प्रयोग गरे त? गरेनन्। औरङ्गजेब अलिक कट्टर थिए, उनलाई त्यो विलासिता मन परेन होला। दिल्लीमा औपचारिक राज्याभिषेक पनि गरेनन्, अनि त्यो कोहिनूर जडेको सिंहासनमा कहिले बसेनन्। अनि कतिले भन्छन् नि त्यही भएर औरङ्गजेबले लामो समय राज गर्न पाए, किनकि उनले श्रापित हिरा लगाएनन्। हो, त्यस्तो विश्वास पनि छ। औरङ्गजेब पछि त मुगल साम्राज्य कमजोर हुँदै गयो। मोहम्मद शाह रङ्गिलाको पालामा त झन खराब भयो अवस्था। हो, त्यही मौकामा इरानका नादिर शाहले 1738 मा दिल्लीमा आक्रमण गरे। नादिर शाह, उनको आक्रमण त भयानक थियो रे। एकदम। दिल्लीमा लुटपाट, कत्लेआम मच्चाए। त्यो मयूर सिंहासन पनि टुक्रा पारेर लगे। मोहम्मद शाह रङ्गिलाले अरू सबै बुझाए, तर कोहिनूर चाहिँ आफ्नो पगरीमा लुकाएका थिए रे। चलाक त रहेछन्, तर कसरी थाहा पाए नादिर शाहले? त्यही दरबारकी एक नर्तकी नूरबाई भन्नेले सुराखी दिइछन्। अनि नादिर शाहले कूटनीतिक चाल चले। पुरानो परम्परा अनुसार मित्रताको लागि पगरी साटासाट गरौँ भने। ओहो, रङ्गिलाले नै भन्न सकेनन् होला? सकेनन्। पगरी साट्दाखेरि त्यो लुकाएको हिरा खस्यो। त्यो चम्किलो चीज देख्ने बित्तिकै नादिर शाहको मुखबाट निस्क्यो रे, कोहिनूर। मतलब प्रकाशको पहाड? हो। आलम अराई नादिरी भन्ने किताबमा पहिलो पटक यही नाम उल्लेख भएको पाइन्छ। बल्ल नामकरण भयो। अनि नादिर शाहले लिएर गए इरान। हो, त्यो हिरा र अरू सबै खजाना लिएर इरान फर्किए। दोस्रो पटक कोहिनूर भारत बाहिर गयो। तर फेरि तेश्राप, नादिर शाहको पनि त राम्रो भएन नि निहायत। भएन। उनको पनि हत्या भयो, साम्राज्य कमजोर भयो। त्यही उथलपुथलमा उनका एक सेनापति थिए अहमद शाह दुर्रानी। अब्दाली। हो, उनले कोहिनूर लिएर अफगानिस्तान गए। त्यहाँ दुर्रानी साम्राज्य स्थापना गरे। अब कोहिनूर अफगान शाही परिवारको हिस्सा बन्यो। कति ठाउँ पुग्यो है यो हिरा। अनि अफगानिस्तानबाट फेरि कसरी फर्कियो? यो घुम्दै फिर्दै 1803 तिर शाह सुजा दुर्रानी कहाँ आइपुग्यो। तर उनलाई पनि शान्ति भएन, विद्रोह भयो। फेरि वही नियति। हो, उनले आफ्नी श्रीमती वफा बेगम र भाइलाई कोहिनूर दिएर पन्जाबका महाराजा रणजीत सिंह कहाँ शरण लिन पठाए। आफू चाहिँ समातिए। अनि वफा बेगमले रणजीत सिंहसँग गुहार मागिन्। श्रीमानलाई छुटाए, कोहिनूर दिन्छु भनिन्। रणजीत सिंहले मूल्य सोद्धा त उनले गजब जवाब दिइन् नि। के भनिन्? 5 बलिया मान्छेले चारै दिशा र आकाशतिर ढुङ्गा फाल्दा जति जमिन ढाक्छ त्यति सुनले भर्दा पनि यसको मूल्य पुग्दैन। वाह, कस्तो काव्यात्मक। अनि अरू पैसा घोडा पनि दिने कुरा भयो? 3 लाख रुपियाँ र 50 घोडा पनि। रणजीत सिंहले शाह सुजालाई छुटाएर ल्याए। तर हिरा दिन अलि आनाकानी गरेर नि शाह सुजाले गरेछन्। तर रणजीत सिंहले अलि दबाब दिएपछि, घरमै नजरबन्द जस्तो गरेपछि अक्टोबर 1813 मा बल्ल सुम्पे। फेरि हिराको मालिक फेरियो। महाराजा रणजीत सिंह त कति खुसी भयो होलान्। असाध्य। सुरुमा त पाखुरामै बाँधेर हिँड्थे रे, पछि चाहिँ विशेष अवसरमा मात्र लगाउँथे। यसको दुईतिर अरू साना हिरा बनी जडान गराएका थिए। शेर ए पन्जाबको शान थियो कोहिनूर, तर अंग्रेजहरूको नजर परिसकेको थियो है। परिसकेको थियो। सिख साम्राज्यको खजाना, त्यसमाथि कोहिनूर, बेलायतसम्म चर्चा थियो। 1830 मा त WG अस्बर्न भन्ने एक अंग्रेज अफिसरले रणजीत सिंहसँग हेर्नै मागेका थिए। मौका ढुकिरहेका थिए अंग्रेजहरू, अनि रणजीत सिंहले अन्तिममा दान गर्न खोजेका थिए रे नि। हो,
1838मा बिरामी पर्दा ओडिसाको जगन्नाथ मन्दिरलाई दिने इच्छा राखेका थिए। उम्मत उल त्वारिख भन्ने इतिहासमा लेखिएको छ। तर खजान्चीले रोके। बेलीराम भन्नेले यो राज्यको सम्पत्ति हो, व्यक्तिगत होइन, दान गर्न मिल्दैन भनेर रोके। अनि 1839मा रणजित सिंहको मृत्यु भयो। त्यसपछि त सिख साम्राज्यमा ठूलै उथलपुथल भयो नि। भयो। फेरि त्यही दुर्भाग्यको श्रृङ्खला। छोरा खड्ग सिंह मारिए, नाति नौनिहाल सिंह दुर्घटनामा परे, अर्का छोरा शेर सिंहको हत्या भयो। एकपछि अर्को। कोहिनूर पुरुषको लागि अशुभ छ भन्ने हल्ला झन बलियो भयो होला। एकदम। अन्ततः 1843मा 5 वर्षका दलित सिंह राजा बने। उनकी आमा जिन्द कौरले नायबी शासन चलाइन्। तर साम्राज्य एकदमै कमजोर भइसकेको थियो। अनि अंग्रेजहरूले यही मौका छोपे। 11 डिसेम्बर 1845मा आक्रमण गरे। सिखहरू हारे, रानी जिन्द कौरलाई नजरबन्द गरियो। अनि 7 वर्षका दलित सिंहसँग सन्धि गरे। हो, लाहोर सन्धि। त्यसमा लेख्यो कोहिनूर हिरा बेलायतकी महारानीलाई सुम्पिनुपर्छ। कस्तो अन्याय! बालक राजासँग गरिएको सन्धिको भरमा। अनि औपचारिक हस्तान्तरण पनि भयो। 7 डिसेम्बर 1849मा महारानी भिक्टोरियालाई उपहार भनेर बुझाइयो। उपहार। त्यसअघि अंग्रेजहरूले यसको एउटा आधिकारिक इतिहास पनि लेखाएका थिए रे नि। गभर्नर जनरल डलहौजीले थियो मेटकाफलाई अहराएर उत्पत्ति, नादिर शाह श्राप सबै समेटेर महारानीलाई हिरा दिँदा सुनाउन। अनि सुरु भयो कोहिनूरको बेलायत यात्रा। 1850 फेब्रुअरीमा लाहोरबाट मुम्बई अनि अप्रिल 6मा HMS मिडिया जहाजमा इङ्ल्यान्डतिर सामान्य बाकसमा राखेर। यात्रा पनि त सजिलो भएन रे नि। भएन। जहाजमा कलरा फैलियो, मान्छे मरे, मरिसिसमा रोकिनु भयो, फेरि आँधी आयो, कस्तो कस्तो। बल्ल तल्ल जुलाई 2मा इङ्ल्यान्ड पुग्यो। तर त्यही दिन त बेलायतका प्रधानमन्त्रीको मृत्यु भयो रे घोडाबाट लडेर। हो, सर रबर्ट पील। अनि अर्कोतिर महारानी भिक्टोरियामाथि नै हमला भयो। ओहो, यी घटनाले त बेलायतमा झन कोहिनूर र कालो जादुको हल्ला चल्यो होला। चल्यो नि, मान्छे डराए। अनि भोलिपल्ट जुलाई 3मा महारानीलाई हस्तान्तरण गरियो। महारानीको अनुहारमा चोट थियो रे त्यति बेला। अघिल्लो दिनको हमलाले आँखा निलो, निधारमा चोट, त्यस्तो अवस्थामा हिरा ग्रहण गरिन्। तर महारानीलाई यसको काटिएको रूप मन परेन रे। परेनछ। अनि फेरि काट्न लगाइन्। डेभिड ब्रुस्टरलाई 8000 पाउन्ड खर्च गरेर। फेरि काट्दा त झन् सानो भयो होला नि। भयो। 105.6 क्यारेट मात्र बाँकी रह्यो। तर अझ चम्किलो चाहिँ बन्यो रे। तर त्यो श्रापको कथाले छाडेन। 1861मा महारानीका श्रीमान प्रिन्स अल्बर्टको मृत्यु भयो। हो, अनि फेरि त्यही कुरा आयो, कोहिनूर पुरुषको लागि अशुभ छ। सायद त्यही भएर होला यसलाई महारानीको मुकुटमा राखेर महिलाले मात्र लगाउने चलन चलाइयो, हैन? हो, क्वीन कन्सोर्टले मात्र लगाउने, पुरुष राजाले नलगाउने। त्यो परम्परा अहिलेसम्म छ। अब लागौं अहिलेको मुख्य विवादमा। यो हिरा कसको हो त? भारतले त स्वतन्त्र भएपछि नै मागेको थियो। 1947मा। अनि 1953मा महारानी एलिजाबेथको राज्याभिषेकमा पनि। तर बेलायतले दिएन। त्यसपछि त अरू देश पनि आए। 1976मा पाकिस्तानले दाबी गर्यो लाहोरको सम्पत्ति भनेर। अनि अफगानिस्तानले पनि दुर्रानी साम्राज्यको। हो, अफगानिस्तान, इरान सबैले दाबी गरे। तर बेलायतले कसैको सुनेन। हामीले लाहोर सन्धि अनुसार कानुनी रूपमै पाएको हो भनिरह्यो। भारतमा त बेला बेलामा माग उठिरहन्छ नि। 1998मा सांसदहरूले पिटिसन दिएका थिए रे। कुलदीप नायर, मनमोहन सिंह लगायत 50 जनाले। औपनिवेशिक लुट हो, फिर्ता गर भनेर। अनि 2002मा महारानीकी आमाको अन्त्येष्टिमा त्यो मुकुट देखाउँदा फेरि माग उठ्यो। जमता, सिख समुदाय, जगन्नाथ मन्दिर सबैले मागे। अदालतमा पनि मुद्दा पर्यो नि, हैन? तर 2016मा त भारत सरकारले नै उपहार दिएको भनेर अनौठो कुरा गरेछ। हो, सोलिसिटर जनरल रञ्जित कुमारले त्यसो भन्दा निकै आलोचना भयो। पछि सरकारले बोली फेर्यो, हिरा भारतकै हो, तर ल्याउन कानुनी जटिलता छ भन्यो। के रहेछन् ती जटिलता? कानुनले मिल्दैन? मुख्यत 2 कुरा छन्। एउटा भारतकै कानुन छ, एन्टिक्विटी एन्ड आर्ट ट्रेजर एक्ट 1972। त्यो 1972 पछिका वस्तुमा मात्र लाग्छ। कोहिनूर त त्योभन्दा धेरै अघि लगिएको हो। अर्को युनेस्कोको 1970को महासन्धि छ। त्यो पनि 1970 पछि हराएका वा बेचिएका सांस्कृतिक सम्पत्तिमा मात्र लाग्छ। अनि अर्को समस्या यो कुन देशको हो भनेर किटान गर्नै गाह्रो, हैन? यति धेरै ठाउँ घुम्यो। एकदम। भारत,
पाकिस्तान, अफगानिस्तान, इरान सबैको ऐतिहासिक दाबी छ। कसलाई दिने? सर्वोच्च अदालतले पनि भनिसक्यो, हामीले बेलायतलाई आदेश दिन सक्दैनौँ भनेर। भनेपछि भारतको तर्क चाहिँ के हो? त्यो सन्धि मान्ने छैन भन्ने? हो, भारत भन्छ 7 वर्षको बच्चा र नजरबन्दमा रहेकी आमाले दिएको कुरा कसरी स्वेच्छा हुन्छ। यो हाम्रो सांस्कृतिक पहिचान हो, अंग्रेजले बलजबर्दी लगेको हो। अनि बेलायतको तर्क? बेलायत भन्छ हामीले सन्धिबाटै पाएको हो, 150 वर्ष भइसक्यो हामीसँग छ, यो फिर्ता गरे अरू म्युजियमका सामान पनि फिर्ता माग्न थाल्छन्। कसलाई फिर्ता गर्ने भन्ने नै प्रश्न छैन। यो कानुनी र राजनीतिक कुरा त छँदैछ, तर त्यो शापको कथा चाहिँ अझै सकिएको छैन है? छैन। 8 सेप्टेम्बर 2022मा महारानी एलिजाबेथको मृत्यु भयो। त्यसपछि उनका छोरा चार्ल्स राजा बने पुरुष, अनि 2024मा उनलाई क्यान्सर भएको खबर आयो। हो त, मान्छेहरूले फेरि कोहिनूरको शापसँग जोडे नि। उनले नलगाए पनि स्वामित्व त पुरुषमा गयो नि त। हो, त्यस्तो चर्चा फेरि चल्यो। कतिले त ब्रिटिस साम्राज्य खुम्चिनुमा पनि कोहिनूरकै हात देख्छन्। सत्य जे होस्, यो कथाले इतिहास, राजनीति, विश्वास, राष्ट्रियताका धेरै कुरा सोच्न बाध्य बनाउँछ। एकदम। यो एउटा हीरा मात्रै रहेन। साँच्चै यो त इतिहासको साक्षी जस्तो भयो, शक्ति सङ्घर्षको प्रतीक। यसले एउटा गहिरो प्रश्न पनि छोड्छ। यति लामो, यति जटिल इतिहास बोकेको, कति हातहरूमा घुमेको यस्तो चीजमाथि आखिर कसको स्वामित्व हुन्छ? शताब्दीौंदेखि फेरिँदै आएका सिमाना र शासकहरूका बीचमा त्यो वैधानिकता कसरी खोज्ने होला? खै, यो प्रश्न सायद कोहिनूर जत्तिकै जटिल छ।